विद्यादेवी भण्डारीज्यूलाई कार्यक्रम स्थलमा आइसक्नु भएको छ र कोष समुद्घाटन आज सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट पीर बाबाको यो तपोस्थली सभाका माननीय सदस्य, प्रदेश सभाका माननीय सदस्यहरू, मटिहानी नगर प्रमुख श्री हरिप्रसाद मण्डल, उपप्रमुख र यस नगरपालिकाका सम्पूर्ण पालिका सदस्य र परिवारहरू, राजनीतिक दलका जनप्रतिनिधिहरू, राष्ट्र सेवकहरू, यहाँ उपस्थित हुनुभएका भद्र महिला सज्जनवृन्द तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू, महोत्तरी जिल्लाको प्राचीन सांस्कृतिक सहरमा आयोजित यस विशेष समारोहमा भाग लिन पाउँदा यहाँका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेट गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ। म हर्ष विभोर भएको छु। यहाँहरूले प्रदान गर्नुभएको न्यानो आतिथ्यता र स्वागतका लागि म यहाँहरूलाई धेरै धेरै धन्यवाद, हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिमा प्रवेश गरेसँगै विकास निर्माणले पूर्त रूप लिइरहेको छ। जनताको विकासको तीव्र आकांक्षालाई पूरा गर्ने दृढ संकल्पका साथ सम्पूर्ण जनप्रतिनिधिहरू परिचालित भइरहेका छन्। यस यथार्थलाई आत्मसात गर्दै यहाँ स्थानीय पालिकाहरूले आफ्नो जनताको आवश्यकतालाई र आकांक्षालाई सम्बोधन गर्ने कामहरू भइरहेको छ। त्यसैको एउटा मूर्त रूप यो खेल मैदान हो भन्ने मलाई लाग्दछ। खेल जगत मानव समाजको, मानव जीवनको अभिन्न अंग हो। खास गरेर युवाहरू, किशोर किशोरी विद्यार्थीहरूमा खेलप्रतिको असाध्यै ठुलो आकर्षण रहेको छ। त्यसलाई हृदयंगम गरेर यो नगरपालिकाले खेल संरचनाको यो निर्माण गरेको छ। म नगरपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस खेल मैदानको माध्यमबाट, यो रङ्गशालाको माध्यमबाट हाम्रो देशको जुन खेलकुदको विकासको आकांक्षा छ यसलाई सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। जनक सभ्यताद्वारा प्रशिक्षित यो भूमि प्राचीन कालदेखि नै तपोभूमिका रूपमा रहँदै आएको छ। यो प्राचीन भूमि ऋषिहरूको ज्ञान, विवेचना र मीमांसाको महत्त्वपूर्ण थलो हो। अष्टावक्र, याज्ञवल्क्य, गार्गी र मैत्रेयी जस्ता विद्वान विदुषीहरूले यसै भूमिमा साधना गरेको हाम्रो इतिहास रहिआएको छ। 300 वर्षभन्दा पुरानो यस क्षेत्रको संस्कृत विद्यालयले हाम्रो देशमा शिक्षाको ज्योति छर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ, महत्त्वपूर्ण योगदान गरेको छ। शैक्षिक जागरणका अग्रदूत बालागुरु शरानन्दले समेत यही अध्ययन गरेको यस
शैक्षिक केन्द्रको संरक्षण र सम्वर्धन गर्नु हामी सबैको जिम्मेवारी हो, यो राष्ट्रिय दायित्वको विषय हो भन्ने पनि मलाई लाग्दछ। नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रको विशिष्ट स्थान छ। प्रसिद्ध मैथिली साहित्यकार विद्यापति समेतको योगदानले नेपालको मौलिक वाङ्मयमा सहयोग पुर्याएको छ, समृद्ध वाङ्मयलाई समृद्ध तुल्याएको छ। जनक नन्दिनी सीताको जन्मस्थल रहेको यो भूमि हामी सबैको लागि प्रेरणाको स्रोत र पवित्र स्थान हो। तर हामीले दुःखका साथ भन्नुपर्छ, अहिले पनि जातीय भेदभाव, छुवाछुत, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरेको गरिबी र समस्या हामी सबैको चुनौती रहेको छ। अझै पनि बाल विवाह, अनमेल विवाह, दहेज र तिलक जस्ता प्रथाहरू, बोक्सी प्रथा जस्ता विकृति विसङ्गतिहरू समाजमा रहनु दुःखको कुरा हो। यसको अन्त्य गर्न हामीले इतिहासबाट प्रेरणा लिँदै प्रयास गर्नुपर्दछ। यहाँको प्रसिद्ध सांस्कृतिक स्थल जलेश्वर मन्दिर, लक्ष्मीनारायण मन्दिर सहित प्राचीन सांस्कृतिक धरोहर तथा मस्जिदहरूको संरक्षण सम्वर्धन गर्नु हाम्रो कर्तव्य हो। पूर्व पश्चिम राजमार्गले यस जिल्लालाई समेटेकाले यहाँका विकासका पूर्वाधारहरू थप विकास गर्न हामीलाई सजिलो छ र हामीले विकासका पूर्वाधारहरू थप विकास गर्न सकेको खण्डमा यहाँ पर्यटन व्यवसाय फस्टाउन सक्दछ। यहाँका ऐतिहासिक सहर बजारहरूको सौन्दर्य बढाई, जनताको सहज बसोबासका लागि खानेपानी, गुणस्तरीय सडक, विद्युतीकरण, सञ्चार सुविधा, ढल विकास र हरियाली प्रवर्धन गर्नेमा हामीहरूले ध्यान दिनुपर्दछ। अन्नको भण्डारको रूपमा रहेको यो प्रदेश कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्न सकेमा हामीले देशको आर्थिक समृद्धि हासिल गर्न सक्दछौँ। यति मात्र होइन, कृषि क्षेत्रको समग्र विकासबाट हामीले रोजगारी सिर्जना गरी असुरक्षित रोजगारीको लागि विदेश जाने जुन प्रवृत्तिहरू छ त्यसलाई हामी निरुत्साहित युवालाई विदेश पलायन हुनबाट हामी रोक्न सक्दछौँ। विदेश पलायन हुनबाट हामी युवाहरूलाई जोगाउन सक्दछौँ। यसै गरी उद्यमशीलताको व्यापक विकास गरी आत्मनिर्भर र स्वावलम्बी, स्वाभिमान पूर्ण, स्वाधीन अर्थतन्त्रको हामी निर्माण गर्न सक्दछौँ भन्ने मलाई लाग्दछ। यसबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने हाम्रो जुन राष्ट्रिय सङ्कल्प अथवा राष्ट्रिय आकाङ्क्षा रहेको छ यसलाई हामी पुरा गर्न सक्दछौँ। त्यसै गरी हाम्रो देशको चुरे श्रृङ्खला तराईको लागि एउटा जीवन हो। चुरेको संरक्षणमा केन्द्रित भई हामीले तराईलाई सहयोग, तराईको विकासलाई सहयोग पुर्याउन सक्दछौँ र तराईको दिगो विकास गरी हामी तराईलाई जोगाउन सक्दछौँ। चुरेको दिगो विकास र तराईको दिगो विकास एक अर्काका परिपूरक हुन् भन्ने मलाई लाग्दछ। यस क्षेत्रमा बग्ने नदीहरूद्वारा सिर्जित बाढी र डुबानले जनधनको ठुलो क्षति पुर्याउँदै गएकाले
नदी नियन्त्रणका लागि हामी तटबन्धनतिर पनि ध्यान दिनुपर्नेछ र नदी प्रणालीलाई सुदृढीकरण गर्नु नेपालको एउटा ठुलो चुनौती रहेको छ। यिनै नदी प्रणालीको कारणले गर्दाखेरि कतिपय ठाउँमा ठुलो डुबान भएर हाम्रो अन्नको भण्डारलाई तहस नहस गरिरहेको छ। यसलाई जोगाउनको लागि हामीले चुरेको दोहन र नदी प्रणालीलाई सुव्यवस्थित गर्नुपर्ने हुन्छ भन्ने कुरा पनि म राख्न चाहन्छु र मेरो विश्वास छ। अन्तमा रङ्गशाला लगायत यहाँको भौतिक विकासमा सहयोग पुर्याउने तथा समाजको विकास तथा सद्भावमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई गरिएको जुन सम्मान छ त्यसप्रति म धन्यवाद दिँदै उहाँहरूलाई म बधाई दिन चाहन्छु। यस्तै रचनात्मक कार्यहरू गरेर यहाँहरूले समाजको विकासको लागि भावी दिनमा पनि योगदान पुर्याइरहनुहुनेछ भन्ने पनि मेरो शुभेच्छा रहेको छ र यो विशाल कार्यक्रम आयोजना गरेर देशका महत्त्वपूर्ण विषयहरूमा चर्चा समेत गर्ने यो अवसर नगरपालिकाले मिलाएकोमा म नगरपालिकालाई पनि अन्तर्मनदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर अर्को कुरा पनि म स्मरण गराउन चाहन्छु। नारी जगत भनेको आधा आकाश भनेर भनिन्छ। म यहाँ तपाईहरुलाई खुसी व्यक्त गर्न चाहन्छु। 2 नम्बर प्रदेश सरकारले नारी उत्थानको लागि, छोरी विकासको लागि, जो छोरी जन्मिँदाखेरि पनि दुःख भएको महसुस गर्ने पनि अन्धविश्वास हाम्रोमा छ, त्यो कुरालाई चिर्नको लागि छोरी बचाऊ अथवा बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम मैले आफै पनि यहाँ सुरुवात गरेको हो र मैले भने यसलाई राष्ट्रिय कार्यक्रमको रूपमा हामीले अगाडि बढाउनु पर्छ। र बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम बिमा र त्योसँग सम्बन्धित अन्य कार्यक्रमहरू प्रभावकारी रूपमा अझै अगाडि बढाउनु पर्छ र केन्द्र र प्रदेशको यसमा तालमेल हुनुपर्छ भन्ने मलाई लाग्दछ र यो कार्यक्रम असाध्यै राम्रो कार्यक्रम हो। अघि भनिएका कतिपय अन्धविश्वास, कुरीति, कुसंस्कारलाई हटाएर देशको चौतर्फी विकास, सर्वाङ्गीण विकास गर्नको लागि छोरीहरूको सर्वाङ्गीण विकास हुनु आवश्यक छ। त्यसैले यो कार्यक्रमलाई 2 नम्बर प्रदेशमा त सुरु गरेको छ र देशभरि पनि सुरु गर्नुपर्छ। त्यसको लागि पनि मुख्यमन्त्रीको पनि उपस्थिति छ। म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमको नेतृत्व गरेकोमा म खुसी पनि व्यक्त गर्न चाहन्छु र यस्तै पनि धेरै हामीले शैक्षिक सामाजिक क्रियाकलापहरूलाई अगाडि बढाएर यो जुन ज्ञान भूमि, तपोभूमि, ऋषि महर्षिहरूले त्यत्रो ठुलो चाहिँ योगदान दिएको हाम्रो भूमि, त्यो खालको जुन हाम्रो इतिहास छ त्यो कुरालाई हामीले बचाउनु पर्छ भन्ने कुराहरू राख्दै फेरि पनि यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय दिदीबहिनी, दाजुभाइहरू सबैलाई, विद्यार्थीहरूलाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यी अन्त्य गर्न चाहन्छु। धन्यवाद। अपेक्षाहरू छन्, इच्छाहरू छन्, आकांक्षाहरू छन्, पुरा हुन्छन् भन्ने विश्वास गरिन्छ र वास्तवमा तस्मैया बाबाको यो नगरीमा पीर बाबाको समाधि स्थलमा माननीय चन्दा चौधरीज्यू प्रतिनिधि सभा सदस्य यो उहाँको तर्फबाट हो, नेपाल भारत महिला मैत्री समाजको तर्फबाट हो। कृपया ताली बजाइदिनु होला। मायाको चिनो प्रदान गर्दै हुनुहुन्छ र यो मायाको चिनोमा मिथिलाञ्चलको लोककला, मिथिला चित्रकला अंकित एउटा सामग्री छ भने अर्को सामग्री
भारतीय क्षेत्रको कलासँग जोडिएको छ। मठ्यानी नगरपालिकाका उपमेयर शिवदेवी शाहजीलाई मञ्चमा आइदिन हार्दिक आग्रह गर्न चाहन्छौँ। मठ्यानी नगरपालिकाका तर्फबाट पनि मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। मठ्यानी नगरपालिका मठ्यानी नगरपालिकाका उपमेयरज्यू पनि सहभागी हुनुभएको छ। यो मायाको चिनो अर्पण गर्ने कार्यक्रममा ग्रहण गर्दै हुनुहुन्छ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू।